मैले चाहिँ भिडियो नबनाउने सोचेको थिएँ तर एउटा यस्तो घटना हो कि भिडियो त बनाउनै पर्ने थियो कि यो निकाल्नलाई यो लक हो क्या सर यो अब कसरी त्यो लक भएन कुन चलाउने त्यो हुँदैन सर यो त भएन है सिर्जना नानी आइसक्नुभयो सिर्जना र मनोज एकै फेरेममा प्रारम्भ गर्दैछौँ है त ल त इन्द्रको बाबु चन्द्रे आए पनि रोक्न सक्दैन इन्द्रले सिकायो तर आफ्नै बाउलाई भन्दै सक्दैन अब त सक्दैन नमस्कार देवेन्द्र सर नमस्कार समन सर नमस्कार मिलेर सबैजना ओ ओ ओ जय नाट्यश्वरी हाम्रो चाहिँ टेपो आज चाहिँ हाम्रो टेपोमा क्यामेरा पूजा यता चेत्तै छ त जालामा त्यहाँ पनि रातो बटन हो रातोले हरियाली उठाउनु सबैजनालाई नमस्कार नमस्कार देवेन्द्र सर नमस्कार समन सर नमस्कार है नमस्कार कपाल छर्दा त कति राम्ररी देखिन्छ है हेर ल कसरी त्यो जान्छ नमस्कार अब त त्यही त ए यता क्लिक हान न फोटो जानेकै त्यति नमस्ते 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 लता देव सर देवदा आउँदा त्यही काट्यो त यार यसले त सम्मान बिग्दैनन् अस्ति लाइभमा कार्की दाइ खोजेर साह्रो राजन श्रेष्ठ भइसक्नु मैले चाहिँ भिडियो नबनाउने सोचेको थिएँ तर एउटा यस्तो घटना हो कि भिडियो त बनाउनै पर्ने थियो कि ल मामाले यो क्यामेराको बेस्ट प्ले के अरे यही हाल्दै हुनुहुन्छ ल मामाको कला हेरौँ ल मामा ल है मेरो कला हेरौँ है त ल ल ल है ल जाने नै क्या रे कि क्या हो हे भगवान के गर्न खोज्यो आउनु सम्मान रिसाइसक्यो ल ल हेर्नु त म सिकाउँछु ल हो यता हेर्नु यो सर बेस प्लेट राख्न लाग्नु भएको यो तल राख्ने नि सर यस्तो हुन्छ नि सर मैले उल्टो हालेछु त यति गर्दा अनि मामाले सिक्नु भयो अब मैले सिकेँ है मैले यही हाल्न मामाले नजान्ने तपाईँले कसो गर्दै हुनु त्यो अघि मैले चाहिँ उल्टो यसरी हाल्दो रहेछ कि सर अब त्यो अब निकाल गर्नुपर्छ भन्ने अब निकाल्न यो निकाल्नलाई यो लक हो क्या सर यो अब कसरी त्यो लक भएन अब कुन चलाउने त्यो हुँदैन सर यो त भएन है सर एकचोटि म सर ल म फेरि हालिदिन्छु ल सिक्न पर्छ है मामा यस्ता कुरा होइन त्यसले त के गर्छ सर के गर्दैन ल त निकाल्नु त सर अब ल ल त सक्नु भएन अझै सक्नु भाग्यो भने चाहिँ फेरि अति त्यसो गरेर हुने नै होइन यस्तो सर यहाँ नै यो रहेछ त हो नि खोइ मैले कुरो बुझेँ ल ल निकाल्नु त ल मैले कुरो बुझेँ है उ। ए पहिला यसलाई यसो गरौँ है सिक्नु भयो ल मामाले सिक्नु भयो ल अब हाल्दा देखाउनु त ल म छैन ल है हालिहाल्छु नि ल हाल्नु त सजिलै छ त अब निकाल्नु ल निकाल्नलाई अब त्यसलाई लक गरेर राख्नु त त्यो नलिनु बस अब त इन्द्रको बाबु चन्द्रे आए पनि रोक्न सक्दैन इन्द्रले सिकायो तर आफ्नै बाउलाई भन्दै सक्दैन अब त सक्दैन सुटिङ प्रारम्भ गर्दैछौँ है त ल त प्रारम्भलाई ल जय नाट्यश्वरी जय श्री गणेशाय नमः ल नमस्कार नमस्कार
हाम्रो भाइ ल बा आउनु त सुरु गरियो है बुवा ला बाटा धुप्ल्याउ भन्ने तपाईँ नआउने यहाँ यतै सिर्जना नानी आइसक्नुभयो दुपाल्नको लागि सिर्जना र मनोज एकै फ्रेममा त सिर्जना र मनोज एकै फ्रेममा फेरि अब केही होला जस्तो छ यी हाम्रो रिपोर्टरहरू यता हुनुहुन्छ यी 4-5 पत्रकार वटा साथीहरू यी सबले आइफोन तर्साउनु सबैभन्दा धेरै भ्यू जाने मामाको नि यो मामा ल त नमस्कार भन्छु कि क्या पनि भन्छन् दर्शक बिन्दुहरूले के गर्नु होइन त क्वालिटी डजन्ट म्याटर हो खै त्यो लाइट काट्ने ल सो सम्मान समुद्र ए न्यू नहोस् है केटा प्योर आयो त यो त बाटा बन्द हुन्न यसको बाटा धुप्दा राम्रो हो नि त अनि बा सन्तोष भाइ फेरि हेर्नु पछाडि ठिक्क हुने रहेछ यार 2 दिनसम्म कालो चस्मा झल्काएर फेरि एक दिन लाग्यो ठिक्क हुने यता मौसम भाइ यहाँ छ त नि सर यो त मेरो फेरि वाङ हुन्छ नि फेरि ल नमस्कार है सबैजनालाई नमस्ते बाबु नमस्कार सरदाई नमस्ते सरदाई नमस्कार ल है ल है ल हामी चाहिँ केसरी डे 1 मा छौँ होइन आज हो मामा राम्रो छ है सबैजना दुर्लभ सर फेरि हिरो भएर फेरि डे 1 मा छौँ हिरो हो नि सदाबहार हिरो हाम्रो दुर्लभ सर सकेको छ हामी हिजो राति आएको हामीलाई यो फ्रेममा देखाउनको लागि हामीले सुरु गर्न लाग्छौँ हैन अति नै हेर्दै गर्नु होला हामीलाई गर्दै जानु होला धन्यवाद देखाउनको लागि अति नै मेहनत गरेर लागि पर्नुहुने ल त। दुर्लभ सर जय श्री गणेश सन्तोष भाइ यो को गर्ने हो बरु त यहाँ पोको गर्ने होला भाइको पालो ल ओइ के गरे यो हामी के यही गर्न आएको यो गाडी यही हाल्नु त आएको नि क्या राम्रो यो सिन हेर्नु न हामी यति राम्रो ठाउँमा छौँ गाउँ यति राम्रो छ नाच्ने गाउने टक्क है यसरी मिलेर सबैजना ओ ओ ओ दुर्लभ सरले सक्नुहुन्छ कि ल ट्राई गर्नु सक्नु भएन जानु सक्नु भएन अनि किन नहुन्छ सन्तोष भाइ ठिक छ नि यो राम्रो छ टक्क केसरी टिम कसरी यो जेलमा बसेसरी भइगयो नि यता ए क्रिकेटर जस्तो गरे होला छत चाहिँ यो पुरै सिँगै एक्लै उचाल्छु भन्ने हुँदाखेरि बेलुका कुन चाहिँले दाइ यस्तो मिठो थियो हिजोको सुँगुर भन्यो भने ल हो त हो किताबमा माहिर छ फेरि हाम्रो सन्तोष भाइ हेर्नु न। भन्नुहुन्छ त भाइले मेरो देख्यो नि मैले भाइको देख्यो नि हेर्नु है आदरणीय दर्शकबिन्दुहरू सबै भाइको मोबाइलबाट नि हेर्नु होला मेरो मोबाइलबाट नि हेर्नु होला है कसको मोबाइलबाट राम्रो हेर्दा धेरै गाउँमा आएर अनि किन बनाऊ ल है गोपी आयो है गोपी अनि आज के छ खाजाको व्यवस्था खाजा के छ आज? ओ सर ल